ये चाल्ला नि चालेको निको निल्फ्याको सुप्पामी नौसे भैँसीको खराउ रुखका टुप्पामी। क्या हो बजुर्यालकी छोरी जित्ती कि बजङ्कीका छोरा जित्ता है। तपाईहरुलाई अब सुन्दै गर्नुला है त। ए शुभकामना पुष 15 को निको माने हात बाताली हाराजित गरु काट्नु पर्यो रात। ये गोटालाका जुल्पी राउडा भैँसीका घियाले तेरो धुलो झाटो भयाउ 15 का निया। ए अब म सोदेल द भया जोन दिया धोका नौतले एक दरबारका नोत जेल ढोका। क्या बजाङ्गी ये लायकको पिरती हो कि मु पाउने आश हो कि नौतले दरबार तेरो राईले बास हो कि है भन्दै। अब मेरो पाला ये ज्योतिषका आटो दिउला बाइदे बल्ल बाइदे पेटभरि चाँदीका रुपियाँ तैको अर्थ राइदे। ए म उत्तर दिएल दो भया नजानी नजानी पेटभरि चाँदीका बाला होला के खुर्सानी। कसो बजाङ्गी ए सिलगढीका बजार त ल्यायो भन्ने पोल्यो माछो रुकाउल्क्यो त्यहीको अर्थ क्या हो राउदे बजाङ्गी। ये क्या मुलाई फसाउँदी भई कि दन्त हाँसी हाँसी पोल्यो माछा रुख गयो तैको अर्थ हाँसी। ये पुष मास ठन्डी महिना ओढी त आपन सेता भेडा अल्की भिडाउ क्या होला रापन। ए अरूलाई फसाउने कुरा साई मैले के जाने अलगा पढ सेता भेडा कैचा मलो माने यति नजानले सोचे तुमले मलाई। ए साइकल आया वचनले ये मेरो मन बाग्दो सुनो का सुन्दु सवित्र काले भादी नाच्छ क्या हो त यो। ये कि त तेरो जिउ जवन हौ कि बोली मिठो बाहिर सुनको भित्र कालो फिनफान्ने रिठो हो। के राखेको नै मानी ये कोही ठाउँ तेरो भाग लागला कहाँ तेरो बिहा होला 1 सालको पकायो खाने त्यसो दिन क्या होला तैराउँदी। ए होली बन्द मैले बाया बल्लले बायाको सबै पकाई बैशाख खाने पिसो रायाको पख त पख है। ए यो मलाई एक्लै छ भनी यो बजाङ्गी झेप्तो न त हातको न त बेतको हो दुई मान्छेलाई चेप्तो क्या हो त बजाङ्गी। ये क्या जानी पिर्तीका कुरा माया जाल ठुलो हो दुई माइस पुचुक्क पाड्ने गोठको हुलो पचपचानु पड्ड। ये चाल्ला नि चालेको निको निल्फ्याको सुप्पामी नौसे भैँसीको खराउ रुखका टुप्पामी। क्या हो शिव हो शिव शिव। ए परदेशीले बगाएको पसिनाको खोलो 900 भैँसीको घाँडो अरिङ्गालको गोलो। कसो बजाङ्गी अब मेरो पालो है। ए क्या मैले दुर्वाच्य बोले कोही बोल्दैन मुख आफू त नानो रुख छ उल्किनाको दुःख क्या हो ल। ये हाँस्या कि सही बोल्या कि सही दुखी क्या दुख होला आफू नानु झट्का ठुला किन्नाको रुख होला अरू क्या होला। ए पछिको सम्झना होला झलना लाइदेता रातो हाले सेतो फाल्ने क्या होला राइदेता। हरे हरे भगवान ए नछुट्टै लडेला फिर्ती रगत मिस्याको रातो हाले सेतो फाले गौघट्ट पिस्याको धुलो क्या। ए म तुम्रा डरले मत न आ भन ओड्डी आफू त नानी छोटी देउ पाडाउ लोटी आफू त नानी छोटी देउ पाडाउ लोटी। ल लास्ट यो बजाङ्गी यहीको उत्तर देऊ। ये मु यसै मेरी बात यसै जनमा नै फुल्छ नानकी मुलाई पाडा लोटी त्यहीको अर्थ पुच्छो। ये फलम फुली फल लागेको ढुङ्गो पलाएको राजा छ रानीका पेटौ राज्य चलाएको राजा छ रानीका पेटौ राज्य चलाएको। दसैँले यो बजुराली फुडी हराई क्या सुतिकै क्या भयो निन लागे क्या भयो उस रात काटिला बोलो रुटुक्क पुरी सुतिकै बिचारी। क्या होला अब तमे फटाफट